नमस्ते है सबैलाई। 7 देखि 4 को ड्युटीले मेरो ब्याट्री लो गरायो, तर आज मेरो जोस चाहिँ 100% छ। 5 हप्तापछि जिमको मैदानमा उत्रिँदैछु। यो जनै खतिराले मलाई यस्तो दुःख दियो कि 5 हप्तासम्म मेरो ओछ्यानमा मिल्ने साथी भयो। डाक्टरले त आराम भन्नुभयो, तर मेरो मसलले मलाई बचाओ भन्दैछ। समय त छैन, तर आज जसरी नै गर्ने हो। यहाँ ड्युटीको लुगा खोलेर जिमको अट्टु लगाउनु पर्यो मलाई। वर्ल्ड कपको फाइनल जित्ते जत्तिको हतार छ। लौ हेर्नु त 4 हप्ता नहेर्दा त दम्बल लडेर बसेछ। सामानले पनि मलाई तपाईँको हो चिन्जान गराउन भन्दैछ। यो धुलो पुज्दा पुज्दै मेरो आधा शक्ति सकिएला जस्तो छ। आज ब्याक वर्कआउट 1 सेट उठाउँदा त लाग्छ यो डम्बल होइन ट्रकको टायर उचाल्दैछु। 4 सेट भयो, एउटै सेटमा 7 तो गइसक्यो। अब चाहिँ खै अर्को सेटतिर लाग्दैछु। हेरौँ अब कतिको यहाँ एनर्जीले साथ दिन्छ। अब एनर्जीले साथ दियो भने लङ बारको पनि 2 स्टेप हानौँ कि भन्ने विचार छ। ठिकै छ, आज जसरी हुन्छ म आफ्नो यो एक्सर्साइजलाई चाहिँ म कन्टिन्यू दिएरै छाड्छु है त साथीहरू। अब म डम्बल पछि पालो अब लङ बारको। शरीरले हुन्न भन्दै छ, तर मैले 2 सेट तानिहालेँ। मसलले पनि थाहा होस् लक्ष्मण फेरि फर्किसक्यो। त्यतिका यता लङ बार भारी, उता क्लास र किचनको घन्टी जारी। 5 बज्न लाग्यो।